फर्स्ट सुन्नु यो साली बिनाजुको कुरा, त्यसको बाद कमेन्ट गर्नु। के छ साली? हेर्नु त के छ होला मेरो, हेर्नु न के छ होला, हेर्नु के छ होला। त अब तिम्रो श्रीमानले हेर्ने होला नि, हामीले कहाँ हेर्ने हो र? पोइ भए पो हेर्छ त नि। मेरो बिहे नै भएको छैन। हजुर मेरो बिहे नै भएको छैन कि मेरो पोइ छ जस्तो लाग्छ तपाईलाई? र पोइ भएन भने हामीले हेर्न मिल्दैन के? किन मिल्दैन? हेर्नमा के हुन्छ र? छुन पो भएन र, हेर्न त मिल्छ। अर्काको छोरी चोरीलाई छुँदै हिँड्ने हेर्नलाई पाइन्छ, छुनलाई पाइन्न भन्छ त भेना, त्यही हो कि? होइन तेरीमा हामी त चस्मा लाएर हेर्छौँ के? खुल्ला खाले हेरे कमजोर होला, चस्मा लगाएर हेर्नु। हेर्नु न, हेर्नु हेर्नु के हेर्न मन लाग्छ हेर्नु। आँखा हेर्न मन लाग्छ कि नाक हेर्न मन लाग्छ कि चाना हेर्न मन लाग्छ कि? हेर्नु न भनेको यी हेर्न त के मन लाग्ला त पाइन के? पाइन के त्यस्तो कुरो हो? हजुर हेर्न मिल्दैन होला। हेर्नु के हेर्नु? फेरि उ यो हेर्नु मैले हेर्नु भनेपछि के हेर्न मिल्दैन होला? हजुर हजुर ए भेना के छ त हाल खबर? ठिक छ बा, आफ्नो भन्नु बा। हे मेरो त के गर्नु भेना, यस्तै छ। के भयो साली, किन हो चिन्ता लिएको बाबा? के गर्नु भेना, के गरौँ? जवानी खेर गयो हो साली, के होस् त बुढेसकालमा यति बेलामा त हो 2-3 बच्चा बच्ची पाएर बस्ने बेला भएको छ हौ लाखे। के गर्नु त भेना, पोइ नै पाइन्न त। ए तिमी आँट्नु पर्छ, पोइ त हो बाटोमा आउँछ हौ लाखे। ए बाटोमा पनि कुम्ला तयार पार्दै जान्छु, बच्चु आउँदै आउँदैनन्। किन हो कुम्ला तयार पार्ने हो सोल्टिना? जग्गे पो तयार पार्न पर्छ बिहा गर्नको लागि त, कुम्ला तयार पार्ने थोरै हुन्छ र बा? कुम्ला सुम्ला लगे पो लाउने होला त भेना, नत्र कसले दिने? ए कस्तो केटा चाहियो भन हो सोल्टिना, म त गुगलमा खोलिदिन्छु। गुगलमा तपाईँ जस्तै चाहिएको छ भेना। तेरी संसारमा एक मात्र मास्टरपिस त म हो बा। म जस्तो त पाइन हो, मलाई पाउने कोसिस नगर, म त जन्मिसकेँ। जन्मिसके के जस्तो भैँसीले रागो खोजे जस्तो, किन हो साइलले यस्तो भेना खोज्दै हिँड्ने? के गर्नु त, सालीले भेडा खोज्छ, भैँसीले रागो खोज्छ, अनि के अरे पोथीले भाले खोज्छ, बाख्राले बोका खोज्छ, खोज्छ नि सबैले। नेता जनताले भाटबेट्नीमा बियर खोज्छ, के गर्नु? फालफुल खोज्छ बा, के दाउरो गर्नु त बा? आज त साह्रै मुसुक्क खुसी भएर आएकी छ हो साली, के हो लाखे यस्तो? यो खुसीको श्रेय के हो लाखे? जे पनि हुन सक्छ भेना, जे पनि। सालीले खोजेको चाहिँ के हो अहिलेसम्म बुझ्न सकिएन हौ म त। मैले खोजेको किन बुझ्न नसक्नु भएको? पोइ खोजिरहेको छु। तिम्रो पोइ खोइ हो साली, तिम्रो पोइ खोइ, तिम्रो जिन्दगी नै आधा जिन्दगी गयो हो साली, गाउँमै बसेर क्या गर्ने हो? पोइ पाउँदैन भनेछ, तिम्रो पोइ खै, तिम्रो पोइ खै। तपाईँको पो जोइ छ र, मेरो पोइ छ र? भने मान्छे त नाम्री सकेर किन पाएन? खोइ त किन पाउँदैन, यहाँ एउटाले फुटे आँखाले हेर्दैन त। अनि तेरी माटोको फुटेको आँखा थोडी हेर्छ, आँखै फुटेपछि थोडी हेर्छ यार। डबल ट्याप गरौँ कि खोइ के अन्त डबल ट्यापै नगरेन। केटा मान्छेलाई त नाम्री नाम्री चुवा केटी मनपर्छ कि यसो कहिले काहीँ मेकअप गर्ने, ब्युटी पार्लर धाउने हो के बा? राम्रो त राम्री छौ, त्यही पनि आजकलका केटा मान्छेलाई सेउसी केटी मनपर्छ के बा? म के सेउसी छैन र? म के छैन र त्यस्तो? के सेउसी मेकअप सेकअप त्यो फेसन सेसनै गर्नुपर्छ त, हेर्दै थाहा। केटा मान्छेलाई झल्झल्दी बोलेको चाहिन्छ के? होइन भित्र जे होस् होस् मतलब भएन होला, तर बाहिर चाहिँ केटा मान्छेलाई झर्लक्क बोलेको चाहियो। अहिले अस्ति भन्नुपर्छ त भेना, अहिले पहिले भन्नु पर्छ। ब्युटी पार्लरमा जाने,
ब्युटी पार्लरमा जाने सेउसी हुने आजकल त केटाहरूलाई त 2 आनाको शरीरमा 4 आनाको टालो 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 लाएको कपडा लाएको केटी मन पर्छ कि आजकलकालाई त्यो राम्रो लुङ्गी लाउने केटी मान्छे लाग्छ कसैले पनि हेर्दैन यार त्यसो भए लुङ्गी खोलेर बसेर अब अर्कै लाउनु पर्यो लुङ्गी खोलेर बस्छु लु डबल ट्याप गरौँ न खै यहाँ 25 वटा फुल माग्दा पनि 25 वटा फुल दिने मान्छे छैन हौ बिचरा म बोलिन बोल्नु गर्नु यही हो मौका बोल्नु नहीं म बोलिन नहीं बोल्नु के बोल्नु नहीं इनफ म बोलिन यार म बोलिन हजुर यार बोल्नु न बेना म बोलिन यस्तो मौका फर्केर आउँदैन के अरे बोल्नु तिमीले बोली बन्द गरिदियो क्या तिमीले मेरो म बोलिन यार कहाँ हो पाडघर लाउरे साउरे खोज्या हो कि चाउरे खोज्या बाबा मलाई जस्तो भयो नि हुन्छ के जस्तो पनि मतलब के त्यो चिहानबाट गरेको लास निकाल राम म तिम्रो लागि जस्तो पनि हुन्छ चिहानबाट मरेको लास नि त्यसले काम गर्छ र त्यसले काम गर मरेको त आफै त मर्यो प्यारी समझ गई के काम गर्ने तिमीलाई भने के तिमीलाई चाहिँ के काम गर्दैछ भने चाहियो तिमीलाई भनेको कुरो के काम गर्नु त अब तपाईले काम गर्नु हुँदैन त्यस्तै काम गर्ने मान्छे चाहियो के को समझ रहे हो ना म बोल्दै बोलिन यार म बोलिन तपाईले काम गर्नु हुँदैन त्यसो भए केही काम गर्नु हुँदैन त्यो मरे मान्छेले पनि काम गर्छ सुत्ने काम गर्छ यार मरेको मान्छे त आफै त मरेको भयो त अनि के काम बुझ्न सकेन क्या मैले के काम हो भने काम कस्तो काम हुन्छ त अब आफूले के काम गर्नुहुन्छ त्यस्तै काम गर्ने लु हैन हामीले काम नगरेको त 6-7 महिना भयो खत्म हामी टिकटकमै छन् के रे बा बाय बाय गुड बाय गया हामीले काम नगरेको छ मेरो मतलब न तेरो मतलब बुझिसके मैले के आज हामी त 5-6 महिना भयो काम नगरेको न टिकटकमा यस गरेर बसिरहम बुझिसके कुन बुझ्नु भयो भन्नु त 6-7 महिना भयो रे कति बोलेकी छ ए के बोल्छ यार खत्म मैले भनेको टिकटकमा भाइरल भयो के रे टिकटकमा लाइभ बसिरहेको छम के 6-7 महिना भयो त काम नगरेको भनेको मैले तिमी उल्टे सोच तिम्रो दिमाग धेरै फास्ट चल्छ ल के गर्न त म यस्तो ट्यालेन्ट छु त अनि भेना ट्यालेन्ट छु त अनि स्पेलिङ भन त स्पेलिङ के स्पेलिङ सोध्नुहुन्छ त मास्टर हो र ल साली म गए ल जाने शुभ यात्रा दिनदा बुझ्नु पर्छ बाबा ल पछि आउँछु ल के छ साली हेर्नु त के छ होला मेरो हेर्नु न के छ होला हेर्नु के छ होला त अब तिम्रो श्रीमानले हेर्ने होला नि हामीले कहाँ हेर्ने हो र पोइ भए पो हेर्छ त नि मेरो बिहे नै भएको छैन हजुर मेरो बिहे नै भएको छैन कि मेरो पोइ छ जस्तो लाग्छ तपाईलाई र पोइ भएन भने हामीले हेर्न मिल्दैन के किन मिल्दैन हेर्नमा के हुन्छ र छुन पो भएन र हेर्न त मिल्छ अर्काको छोरी चले छुँदै हिँड्ने हेर्नलाई पाइन्छ छुनलाई पाइन्न भन्छ त भेना हो त्यही हो कि होइन तेरीमा हामी त चस्मा लाएर हेर्छौँ के खुल्ला खाले हेरे कमजोर होला चस्मा लगाएर हेर्नु हेर्नु न हेर्नु के हेर्न मन लाग्छ हेर्नु आँखा हेर्न मन लाग्छ कि नाक हेर्न मन लाग्छ कि चाना हेर्न मन लाग्छ कि हेर्नु न भनेको हेर्न के मन लाग्ला त पाइन के पाइन के त्यस्तो कुरो हो हजुर हेर्न मिल्दैन होला हेर्नु के हेर्नु
फेरि ऊ यो अब मैले हेर्नु हेर्नु भनेपछि के हेर्न मिल्दैन होला हजुर 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 के रे ए भेना के छ त हाल खबर ठिक छ बा आफ्नो भन्नु बा हे मेरो त के गर्नु भेना यस्तै छ के भयो साली किन हो चिन्ता लिएको बाबा के गर्नु भेना के गरौँ जवानी खेर गयो हो साली के यस्तो बुढेसकालमा यति बेलामा त हो 2-3 बच्चा बच्ची पाएर बस्ने बेला भएको छ हौ लाखे के गर्नु त भेना पोइ नै पाइन्न त ए तिमी आँट्नु पर्छ पोइ त हो बाटोमा आउँछ हौ लाखे ए बाटोमा पनि कुम्ला तयार पार्दै जान्छु बच्चु आउँदै आउँदैनन् किन हो कुम्ला तयार पार्ने हो सोल्टिना जग्गे पो तयार पार्न पर्छ बिहा गर्नको लागि त कुम्ला तयार पार्ने थोडी हुन्छ र बा कुम्ला सुम्ला लगे पो लाउनेवाला त भेना नत्र कसले दिने ए कस्तो केटा चाहियो भन हो सोल्टिना म त गुगलमा खोलिदिन्छु गुगलमा खोलिदिन्छु तपाईँ जस्तै चाहिएको छ भेना ओ तेरी संसारमा एकमात्र मास्टरपिस त म हो बा म जस्तो त पाइन हो मलाई पाउने कोसिस नगर म त जन्मिसकेँ जन्मिसके के यस्तो भैँसीले रागो खोजे जस्तो किन हो साइलले यस्तो भेना खोज्दै हिँड्ने के गर्नु त सालीले भेडा खोज्छ भैँसीले रागो खोज्छ अनि के अरे पोथीले भाले खोज्छ बाख्राले बोका खोज्छ खोज्छ नि सबैले नेता जनताले भात बट्नीमा बियर खोज्छ के गर्नु फालफुल खोज्छ बा केताहरू गर्नु त बा आज त साह्रै मुसुक्क खुसी भएर आएकी छ हो साली के हो लाखे यस्तो यो खुसीको श्रेय के हो लाखे जे पनि हुन सक्छ भेना जे पनि सालीले खोजेको चाहिँ के हो अहिलेसम्म बुझ्न सकिएन हौ म त मैले खोजेको किन बुझ्न नसक्नु भएको पोइ खोजिरहेको छु पोइ तिम्रो पोइ खोइ हो साली तिम्रो पोइ खोइ तिम्रो जिन्दगी नै आधा जिन्दगी गयो हो साली गाउँमै बसेर क्यार्नी हो पोइ पाउँदैन भने चाहिँ तिम्रो पोइ खै तपाईँको पो जोइ छ र मेरो पोइ छ र भने मान्छे त नाम्री सकेर किन पाएन खोइ त किन पाउँदैन यहाँ एउटाले फुटे आँखाले हेर्दैन त अनि तेरी माटोको फुटेको आँखा थोडी हेर्छ आँखै फुटेपछि थोडी हेर्छ यार डबल ट्याप गरौँ कि खोइ के डबल ट्यापै नगरेन केटा मान्छेले त नाम्री च्वाक केटी मनपर्छ कि यसो कहिले काहीँ मेकअप गर्ने ब्युटी पार्लर धाउने हो के बा राम्रो त राम्री छौ त्यही पनि आजकल केटा मान्छेलाई सेउसी केटी मनपर्छ के बा म के सेउसी छैन र म के छैन र त्यस्तो के सेउसी मेकअप सेकअप त्यो फेसन सेसनै गर्नुपर्छ त हेर्दै केटा मान्छेलाई जल्दी बोलेको चाहिन्छ के होइन भित्र जे होस् मतलब भएन होला तर बाहिर चाहिँ केटा मान्छेलाई झर्लक्क बोलेको चाहियो अहिले अस्ति भन्नुपर्छ त भेना अहिले पहिले भन्नुपर्छ ब्युटी पार्लरमा जाने सेउसी हुने आजकल त केटाहरूलाई त 2 आनाको शरीरमा 4 आनाको टालो लाको कपडा लाको केटी मन पर्छ कि आजकलकालाई त्यो राम्रो लुङ्गी लाउने केटी मान्छे लाग्छ कसैले पनि हेर्दैन यार त्यसो भए लुङ्गी खोलेर बसेर अब अर्कै लाउनु पर्यो लुङ्गी खोलेर बस्छु ल डबल ट्याप गरौँ न खै यहाँ 25 वटा फुल माग्दा पनि 25 वटा फुल दिने मान्छे छैन हौ बिचरा म बोलिन ए मौका बोल्नु नहीं मैं बोली ना नहीं बोल्नु के बोल्नु नहीं इनफ म बोलिन यार म बोलिन अरे यार बोल्नु न भेना म बोलिन यस्तो मौका फर्केर आउँदैन के अरे बोल्नु न बोली बन्द गरिदियो के तिमीले मेरो म बोलिन यार कहाँ हो पाडघर लाउरे साउरे खोज्या हो कि चाउरे खोज्या बाबा मलाई जस्तो भयो नि हुन्छ के जस्तो पनि मतलब के त्यो चिहानबाट गरेको लास निकाल र आम्मा तिम्रो लागि जस्तो पनि हुन्छ चिहानबाट मरेको लास नि त्यसले काम गर्छ र त्यसले काम गर मरेको त आफै त मर्यो प्यारी समझ गई अरे के काम गरिन्छ तिमीलाई भने के अरे तिमीलाई चाहिँ के काम गर्दैछ भने चाहियो तिमीलाई भनेको कुरो के काम गर्नु त अब तपाईले काम गर्नु हुँदैन त्यस्तै काम गर्ने मान्छे चाहियो के को समझ रहे हो ना
म बोल्दै बोलिनँ यार, म बोलिनँ। अनि तपाईँ काम गर्नु हुँदैन त्यसो भए केही काम गर्नु हुँदैन। त्यो मरे मान्छेले पनि त काम गर्छ, सुत्ने काम गर्छ यार। मरेको मान्छे त आए त मरेको भयो त अनि के काम बुझ्न सकेन क्या मैले। के काम हो भने? काम कस्तो काम हुन्छ त अब आफूले के काम गर्नुहुन्छ त्यस्तै काम गर्ने लु। होइन हामीले काम नगरेको त 6-7 महिना भयो। खत्म। हामी टिकटकमै छन् के रे बा? बाय बाय टाटा गुड बाय गया। हामीले काम नगरेको छ। मेरो मतलब न तेरो मतलब बुझिसके मैले ठिक हो आज। हामी त 5-6 महिना भयो काम नगरेको, टिकटकमा यस गरेर बसिरहम। बुझिसके बुझिसके ककुन पुस्नु भयो भन्नु त 6-7 महिना भयो रे। कति बोलेकी छ? ए के बोल्छ यार? खत्म। मैले भनेको टिकटकमा भाइरल भयो के रे, टिकटकमा लाइभ बसिरहेको छम के 6-7 महिना भयो त काम नगरेको भनेको। मैले तिमी उल्टै सोच्यौ, तिम्रो दिमाग धेरै फास्ट चल्छ ल। के गर्न त म यस्तो ट्यालेन्ट छु त अनि भेना ट्यालेन्ट छु त अनि। स्पेलिङ भन त। स्पेलिङ के स्पेलिङ सोध्नुहुन्छ त मास्टर हो र। ल साली म गएँ ल। जाने शुभ यात्रा। दिनदा बुझ्नु पर्छ। बाबै ल पछि आउँछु ल। फर्स्ट सुन्नु यो साली भिनाजुको कुरा, त्यसको बाद कमेन्ट गर्नु। के छ साली? हेर्नु त के छ होला मेरो। हेर्नु न के छ होला। हेर्नु के छ होला। त अब तिम्रो श्रीमानले हेर्ने होला नि, हामीले कहाँ हेर्ने हो र? पोइ भए पो हेर्छ त नि। मेरो बिहे नै भएको छैन। हजुर मेरो बिहे नै भएको छैन कि मेरो पोइ छ जस्तो लाग्छ तपाईँलाई। र कोही भएन भने हामीले हेर्न मिल्दैन के? किन मिल्दैन? हेर्नमा के हुन्छ र? छुन पो भएन र, हेर्न त मिल्छ। अर्काको छोरी चेलीलाई छुँदै हिँड्ने जस्तो म। हेर्नलाई पाइन्छ छुनलाई पाइन्न भन्छ त भेना हो त्यही हो कि। होइन के ठक्केरी मात्र हामी त चस्मा लाएर हेर्छौँ के? खुल्ला आँखाले हेरे कमजोर होला चस्मा लगाएर हेर्नु। अरे के हेर्नु भनेको तिमीलाई के हेर्नु मैले? हेर्नु न हेर्नु के हेर्न मन लाग्छ हेर्नु। तिमी रड्डी कुरा गर्न मिल्दैन के लाग्यो भएन। आँखा हेर्न मन लाग्छ कि नाक हेर्न मन लाग्छ कि चाना हेर्न मन लाग्छ कि हेर्नु न भनेको यी। अनि त हेर्न त के मन लाग्ला के त पाइन के? पाइन के त्यस्तो कुरो हो? हजुर हेर्न मिल्दैन होला। हेर्नु के हेर्नु? फेरि उ यो हेर्नु मैले हेर्नु भनेपछि के हेर्न मिल्दैन होला। हजुर 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 ए भेना के छ त हाल खबर? ठिक छ बा, आफ्नो भन्नु बा। हे मेरो त के गर्नु भेना यस्तै छ। के भयो साली, किन हो चिन्ता लिएको बाबा? के गर्नु भेना के गरौँ? जवानी खेर गयो हो साली, के होस् त बुढेसकालमा यति बेलामा त हो 2-3 बच्चा बच्ची पाएर बस्ने बेला भएको छ हौ लाखे। के गर्नु त भेना पोइ नै पाइन्न त। तिमी आँट्नु पर्छ, पोइ त हो बाटोमा आउँछ हौ लाखे। ए बाटोमा पनि कुम्ला तयार पार्दै जान्छु बच्चु आउँदैनन्। किन हो कुम्ला तयार पार्ने हो सोल्टिना? जग्गे पो तयार पार्न पर्छ बिहा गर्नको लागि त, कुम्ला तयार पार्ने थोरै हुन्छ र बा। कुम्ला सुम्ला लगे पो लाउने होला त भेना, नत्र कसले दिने? कस्तो केटा चाहियो भन हो सोल्टिना, म त गुगलमा खोलिदिन्छु। गुगलमा तपाईँ जस्तै चाहिएको छ भेना। तेरि संसारमा एक मात्र मास्टरपिस त म हो बा। म जस्तो त पाइन हो, मलाई पाउने कोसिस नगर, म त जन्मिसकेँ। जन्मिसके के जस्तो भैँसीले रागो खोजे जस्तो, किन हो साइलले यस्तो भेना खोज्दै हिँड्ने? के गर्नु त सालीले भेडा खोज्छ, भैँसीले रागो खोज्छ, अनि के अरे पोथीले भाले खोज्छ, बाख्राले बोका खोज्छ नि सबैले।
नेता जनताले भातबट्टीमा बियर खोज्छ त्यही गर्नु फलफुल खोज्छ बा केताहरू गर्नु त बा आज त साह्रै मुसुक्क खुसी भएर आएकी छ हो साली के हो लाखे यस्तो यो खुसीको श्रेय के हो लाखे जे पनि हुन सक्छ भेना जे पनि सालीले खोजेको चाहिँ के हो अहिलेसम्म बुझ्न सकिएन हौ म त मैले खोजेको किन बुझ्न नसक्नु भएको पोइ खोजिरहेको छु पोइ तिम्रो पोइ खोइ हो साली तिम्रो पोइ खोइ तिम्रो जिन्दगी नै आधा जिन्दगी गयो हो साली गाउँमै बसेर क्यार्नी हो पोइ पाउँदैन भनेछ तिम्रो पोइ खै तपाईँको पो जोइ छ र मेरो पोइ छ र भने मान्छे त नाम्री सकेर किन पाएन खोइ त किन पाउँदिन यहाँ एउटाले फुटे आँखाले हेर्दैन त अनि तेरी माटोको फुटेको आँखा थोडी हेर्छ आँखै फुटेपछि थोडी हेर्छ यार डबल ट्याप गरौँ कि खोइ के डबल ट्यापै नगरेन केटा मान्छेले त नाम्री च्वाक केटी मनपर्छ कि यसो कहिले काहीँ मेकअप गर्ने ब्युटी पार्लर धाउने हो के बा राम्रो त राम्री छौ त्यही पनि आजकलका केटा मान्छेलाई सेउसी केटी मनपर्छ के बा म के सेउसी छैन र म के छैन र त्यस्तो के मेकअप सेकअप त्यो फेसन सेसनै गर्नुपर्छ त हेर्दै केटा मान्छेलाई जल्दी बोलेको चाहिन्छ के होइन भित्र जे होस् मतलब भएन होला तर बाहिर चाहिँ केटा मान्छेलाई झर्लक्क बोलेको चाहियो अहिले अस्ति भन्नुपर्छ त भेना अहिले पहिले भन्नुपर्छ ब्युटी पार्लरमा जाने सेउसी हुने आजकल त केटाहरूलाई त 2 आनाको शरीरमा 4 आनाको टालो लाको कपडा लाको केटी मनपर्छ कि आजकलकालाई त्यो राम्रो लुङ्गी लाउने केटी मान्छेलाई त कसैले पनि हेर्दैन यार त्यसो भए लुङ्गी खोलेर बसेर अब अर्कै लाउनु पर्यो लुङ्गी खोलेर बस्छु ल डबल ट्याप गर न खै यहाँ 25 वटा फुल माग्दा पनि 25 वटा फुल दिने मान्छे छैन हो बिचरा म बोलिन ए मौका बोल्नु नहीं मैं बोली ना नहीं इनफ मैं बोली ना यार मैं बोली ना अरे यार बोल्नु न भेना मैं बोली ना यस्तो मौका फर्केर आउँदैन के अरे बोल्नु न बोली बन्द गरिदियो के तिमीले मेरो म बोली ना यार कहाँ हो पाडघर लाउरे साउरे खोज्या हो कि चाउरे खोज्या बाबा मलाई जस्तो भयो नि हुन्छ के जस्तो पनि मतलब के त्यो चिहानबाट गरेको लास निकाल राम म तिम्रो लागि जस्तो पनि हुन्छ चिहानबाट मरेको लास नि त्यसले काम गर्छ र त्यसले काम गर मरेको त आफै त मर्यो प्यारी समझ गई अरे के काम गर्ने त्यहाँ तिमीलाई भने के अरे तिमीलाई चाहिँ के काम गर्दैछ भने चाहियो तिमीलाई भनेको कुरो के काम गर्नु त अब तपाईले काम गर्नु हुँदैन त्यस्तै काम गर्ने मान्छे चाहियो के को समझ रहे हो ना म बोल्दै बोलिन यार म बोलिन अनि तपाईले काम गर्नु हुँदैन त्यसो भए केही काम गर्नु हुँदैन त्यो मरे मान्छेले पनि काम गर्छ सुत्ने काम गर्छ यार मरेको मान्छे त आफै त मरेको भयो त अनि के काम बुझ्न सकेन क्या मैले के काम हो भने काम कस्तो काम हुन्छ त अब आफूले के काम गर्नुहुन्छ त्यस्तै काम गर्ने लु हैन हामीले काम नगरेको त 6-7 महिना भयो खत्म हामी टिकटकमै छन् के रे बा बाय बाय टाटा गुड बाय गया हामीले काम नगरेको छ मेरो मतलब न तेरो मतलब बुझिसके मैले के को आज हामी त 5-6 महिना भयो काम नगरेको टिकटकमा यस गरेर बसिरहम बुझिसके ककुन पुस्नु भयो भन्नु त 6-7 महिना भयो रे कति बोलेकी छ ए के बोल्छ यार खत्म मैले भनेको टिकटकमा भाइरल भयो के रे टिकटकमा लाइभ बसिरहेको छम के 6-7 महिना भयो त काम नगरेको भनेको मैले तिमी उल्टे सोच्यौ तिम्रो दिमाग धेरै फास्ट चल्छ ल के गर्न त म यस्तो ट्यालेन्ट छु त अनि भेना ट्यालेन्ट छु त अनि स्पेलिङ भन त स्पेलिङ के स्पेलिङ सोध्नुहुन्छ त मास्टर हो र ल साली म गए ल जान शुभ यात्रा बुझ्नुपर्छ बाबा ल पछि आउँछु ल
छ हौ साली हेर्नु त के छ होला मेरो ए हेर्नु न के छ होला कहाँ हेर्नु के छ होला त अब तिम्रो श्रीमानले हेर्ने होला नि हामीले कहाँ हेर्ने हो र पोइ भए पो हेर्छ त नि मेरो बिहे नै भएको छैन हजुर मेरो बिहे नै भएको छैन कि मेरो पोइ छ जस्तो लाग्छ तपाईँलाई र पोइ भएन भने हामीले हेर्न मिल्दैन के किन मिल्दैन हेर्नमा के हुन्छ र छुन पो भएन र हेर्न त मिल्छ अर्काको छोरी चेली छुँदै हिँड्ने हेर्नलाई पाइन्छ छुन्नलाई पाइन्न भन्छ त भेना हो त्यही हो कि होइन ठ्याक्केरीमा हामी त चस्मा लाएर हेर्छौँ के खुल्ला आँखाले हेरे कमजोर होला चस्मा लगाएर हेर्नु के हेर्नु भनेको तिमीलाई के हेर्नु मैले हेर्नु न हेर्नु के हेर्न मन लाग्छ हेर्नु रड्डी कुरा गर्न मिल्दैन के भएन आँखा हेर्न मन लाग्छ कि नाक हेर्न मन लाग्छ कि चाना हेर्न मन लाग्छ कि हेर्नु न भनेको यी अनि त हेरेर के मन लाग्ला के त पाइन के पाइन के त्यस्तो कुरो हो हजुर हेर्न मिल्दैन होला हेर्नु के हेर्नु फेरि उ यो मैले हेर्नु भनेपछि के हेर्न मिल्दैन होला हजुर 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 ए भेना के छ त हाल खबर ठिक छ बा आफ्नो भन्नु बा हे मेरो त के गर्नु भेना यस्तै छ के हो साली किन हो चिन्ता लिएको बाबा के गर्नु भेना के गरौँ जवानी खेर गयो हो साली के हो यस्तो बुढेसकालमा यति बेलामा त हो दुई तिनवटा बच्चा बच्ची पाएर बस्ने बेला भएको छ हौ लाखे के गर्नु त भेना पोइ नै पाइन्न त ए तिमी आँट्नु पर्छ पोइ त हो बाटोमा आउँछ हौ लाखे ए बाटोमा पनि कुम्ला तयार पार्दै जान्छु बच्चु आउँदै आउँदैनन् किन हो कुम्ला तयार पार्ने हो सोल्टिना जग्गे पो तयार पार्न पर्छ बिहा गर्नको लागि त कुम्ला तयार पार्ने थोडी हुन्छ र बा कुम्ला सुम्ला लगे पो लाउनेवाला त भेना नत्र कसले दिने ए कस्तो केटा चाहियो भन हो सोल्टिना म त गुगलमा खोलिदिन्छु गुगलमा खोल्छु तपाईँ जस्तै चाहिएको छ भेना तेरी संसारमा एक मात्र मास्टरपिस त म हो बा म जस्तो त पाइन हो मलाई पाउने कोसिस नगर म त जन्मिसकेँ जन्मिसके के जस्तो भैँसीले रागो खोजे जस्तो किन हो साइलले यस्तो भेना खोज्दै हिँड्ने के गर्नु त सालीले भेडा खोज्छ भैँसीले रागो खोज्छ अनि के अरे पोथीले भाले खोज्छ बाख्राले बोका खोज्छ नि सबैले नेता जनताले भातबट्टीमा बियर खोज्छ के गर्नु फालफुल खोज्छ बा केताउरो गर्नु त बा आज त साह्रै मुसुक्क खुसी भएर आएकी छ हो साली के हो लाखे यस्तो यो खुसीको श्रेय के हो लाखे जे पनि हुन सक्छ भेना जे पनि सालीले खोजेको चाहिँ के हो अहिलेसम्म बुझ्न सकिएन हौ म त मैले खोजेको किन बुझ्न नसक्नु भएको पोइ खोजिरहेको छु पोइ तिम्रो पोइ खोइ हो साली तिम्रो पोइ खोइ तिम्रो जिन्दगी नै आधा जिन्दगी गयो हो साली गाउँमै बसेर क्यार्ने हो पोइ पाउँदैन भने चाहिँ तिम्रो पोइ खै तपाईँको पो जोइ छ र मेरो पोइ छ र भने मान्छे त नाम्री छ किन पाएन खोइ त किन पाउँदैन यहाँ एउटाले फुटे आँखाले हेर्दैन त अनि तेरी माटोको फुटेको आँखा थोडी हेर्छ आँखै फुटेपछि थोडी हेर्छ यार डबल ट्याप गरौँ कि खोइ के अन्त डबल ट्यापै नगरेन केटा मान्छेलाई त नाम्री चुवा केटी मनपर्छ कि यसो कहिले काहीँ मेकअप गर्ने ब्युटी पार्लर धाउने हो के बा राम्रो त राम्री छौ त्यही पनि आजकल केटा मान्छेलाई सेउसी केटी मनपर्छ के बा म के सेउसी छैन र म के छैन र त्यस्तो के सेउसी मेकअप सेकअप त्यो फेसन सेसनै गर्नुपर्छ त हेर्दै केटा मान्छेलाई झल्झल्दी बोलेको चाहिन्छ के होइन भित्र जे होस् मतलब भएन होला तर बाहिर चाहिँ केटा मान्छेलाई झर्लक्क बोलेको चाहियो अहिले अस्ति भन्नुपर्छ त भेना अहिले पहिले ब्युटी पार्लरमा जाने सेउसी हुने आजकल त केटाहरूलाई त 2 आनाको शरीरमा 4 आनाको टालो
टालो टालो लाएको कपडा लाएको केटा केटी मन पर्छ कि आजकलकालाई त्यो राम्रो लुङ्गी लाउने केटी मान्छे लाग्छ कसैले पनि हेर्दैन यार त्यसो भए लुङ्गी खोलेर बसेर अब अर्कै लाउनु पर्यो लुङ्गी खोलेर बस्छु ल डबल ट्याप गर न खै यहाँ 25 फुल माग्दा पनि 25 फुल दिने मान्छे छैन हौ बिचरा म बोलिन बोल्नु यही हो मौका बोल्नु नहीं मैं बोली ना नहीं बोल्नु के बोल्नु नहीं इनफ मैं बोली ना यार मैं बोली ना अरे यार बोल्नु न बेना मैं बोली ना यस्तो मौका फर्केर आउँदैन के अरे बोल्नु तिमीले बोली बन्द गरिदियो के तिमीले मेरो म बोली ना यार कहाँ हो पाडघर हाँ लाउरे साउरे खोज्या हो कि चाउरे खोज्या बाबा मलाई जस्तो भयो नि हुन्छ के जस्तो पनि मतलब के त्यो चिहानबाट गरेको लास निकाल र आम्मा तिम्रो लागि त्यो जस्तो पनि हुन्छ चिहानमा त मरेको लास नि त्यसले काम गर्छ र त्यसले काम गर मरेको त आफै त मर्यो प्यारी समझ गई अरे के काम गर्ने त्यहाँ तिमीलाई भने के अरे तिमीलाई चाहिँ के काम गर्दैछ नि चाहियो तिमीलाई भनेको कुरो के काम गर्नु त अब तपाईले काम गर्नु हुँदैन त्यस्तै काम गर्ने मान्छे चाहियो के को समझ रहे हो ना म बोल्दै बोलिन यार म बोलिन अनि तपाईले काम गर्नु हुँदैन त्यसो भए केही काम गर्नु हुँदैन त्यो मरे मान्छेले पनि काम गर्छ सुत्ने काम गर्छ यार मरेको मान्छे त आफै त मरेको भयो त अनि के काम बुझ्न सकेन क्या मैले के काम हो भने काम कस्तो काम हुन्छ त अब आफूले के काम गर्नुहुन्छ त्यस्तै काम गर्ने लु हैन हामीले काम नगरेको त 6-7 महिना भयो खत्म हामी टिकटकमै छन् के रे बा बाय बाय टाटा गुड बाय गया हामीले काम नगरेको छ मेरो मतलब न तेरो मतलब बुझिसके मैले के आज हामी त 5-6 महिना भयो काम नगरेको टिकटकमा यस गरेर बसिरहम बुझिसके ककुन पुस्नु भयो भन्नु त 6-7 महिना भयो रे कति बोलेकी छ ए के बोल्छ यार खत्म मैले भनेको टिकटकमा भाइरल भयो के रे टिकटकमा लाइभ बसिरहेको छम के 6-7 महिना भयो त काम नगरेको भनेको मैले तिमी उल्टा सोच तिम्रो दिमाग धेरै फास्ट चल्छ ल के गर्न त म यस्तो ट्यालेन्ट छु त अनि भेना ट्यालेन्ट छु त अनि स्पेलिङ भन त स्पेलिङ के स्पेलिङ सोध्नुहुन्छ त मास्टर हो र ल साली म गए ल जाने शुभ यात्रा बाबा ल पछि आउँछु ल फर्स्ट सुन्नु यो साली भिनाजुको कुरा त्यसको बाद कमेन्ट गर्नु के छ साली हेर्नु त के छ होला मेरो हेर्नु न के छ होला हेर्नु के छ होला त अब तिम्रो श्रीमानले हेर्ने होला नि हामीले कहाँ हेर्ने हो र पोइ भए पो हेर्छ त नि मेरो बिहे नै भएको छैन हजुर मेरो बिहे नै भएको छैन कि मेरो पोइ छ जस्तो लाग्छ तपाईलाई र पोइ भएन भने हामीले हेर्न मिल्दैन के किन मिल्दैन हेर्नमा के हुन्छ र छुन पो भएन र हेर्न त मिल्छ अर्काको छोरी चेली छुँदै हिँड्ने हेर्नलाई पाइन्छ छुनलाई पाइन्न भन्छ त भेना त्यही हो कि होइन तेरीमा हामी त चस्मा लाएर हेर्छौँ के खुल्ला आँखाले हेरे कमजोर होला चस्मा लगाएर हेर्नु हेर्नु न हेर्नु के हेर्न मन लाग्छ हेर्नु आँखा हेर्न मन लाग्छ कि नाक हेर्न मन लाग्छ कि चाना हेर्न मन लाग्छ कि हेर्नु न भनेको हेर्न त के मन लाग्ला त पाइन के पाइन के त्यस्तो कुरो हो हजुर हेर्न मिल्दैन होला हेर्नु के हेर्नु फेरि यो मैले हेर्नु भनेपछि के हेर्न मिल्दैन होला हजुर हजुर
के रे ए भेना के छ त हाल खबर? ठिक छ बा आफ्नो भन्नु बा हे मेरो त के गर्नु भेना यस्तै छ। के भयो साली किन हो चिन्ता लिएको बाबा के गर्नु भेना के गरौँ जवानी खेर गयो हो साली के होस् त बुढेसकालमा यति बेलामा त हो दुई तिनवटा बच्चा बच्ची पाएर बस्ने बेला भएको छ हौ लाखे के गर्नु त भेना पोइ नै पाइन्न त। ए तिमी आँट्नुपर्छ पोइ त हो बाटोमा आउँछ हौ लाखे ए बाटोमा पनि कुम्ला तयार पार्दै जान्छु बच्चु आउँदै आउँदैनन्। किन हो कुम्ला तयार पार्ने हो सोल्टिना जग्गे पो तयार पार्न पर्छ बिहा गर्नको लागि त कुम्ला तयार पार्ने थोडी हुन्छ र बा कुम्ला सुम्ला लगे पो लाउनेवाला त भेना नत्र कसले दिने। ए कस्तो केटा चाहियो भन हो सोल्टिना म त गुगलमा खोलिदिन्छु गुगलमा खोलिदिन्छु तपाईँ जस्तै चाहिएको छ भेना। तेरी संसारमा एक मात्र मास्टरपिस त म हो बा म जस्तो त पाइन हो मलाई पाउने कोसिस नगर म त जन्मिसकेँ जन्मिसके के जस्तो भैँसीले रागो खोजे जस्तो किन हो साइलले यस्तो भेना खोज्दै हिँड्ने के गर्नु त सालीले भेडा खोज्छ भैँसीले रागो खोज्छ अनि के अरे पोथीले भाले खोज्छ बाख्राले बोका खोज्छ खोज्छ नि सबैले। नेता जनताले भातबट्टीमा बियर खोज्छ के गर्नु फालफुल खोज्छ बा केताहरू गर्नु त बा आज त साह्रै मुसुक्क खुसी भएर आएकी छ हो साली के हो लाखे यस्तो यो खुसीको श्रेय के हो लाखे जे पनि हुन सक्छ भेना जे पनि। सालीले खोजेको चाहिँ के हो अहिलेसम्म बुझ्न सकिएन हौ म त मैले खोजेको किन बुझ्न नसक्नु भएको पोइ खोजिरहेको छु। पोइ तिम्रो पोइ खोइ हो साली तिम्रो पोइ खोइ तिम्रो जिन्दगी नै आधा जिन्दगी गयो हो साली गाउँमै बसेर क्यार्नी हो पोइ पाउँदैन भनेछ तिम्रो पोइ खै तिम्रो पोइ खै तपाईँको पो जोइ छ र मेरो पोइ छ र भने मान्छे त नाम्री सकेर किन पाएन खोइ त किन पाउँदैन यहाँ एउटाले फुटे आँखाले हेर्दैन त अनि तेरी माटोको फुटेको आँखा थोडी हेर्छ आँखै फुटेपछि थोडी हेर्छ यार डबल ट्याप गरौँ कि खोइ के अन्त डबल ट्यापै नगरेन केटा मान्छेलाई त केटा मान्छेले त नाम्री नाम्री च्वाक केटी मनपर्छ कि यसो कहिले काहीँ मेकअप गर्ने ब्युटी पार्लर धाउने हो के बा राम्रो त राम्री छौ त्यही पनि आजकलका केटा मान्छेलाई सेउसी केटी मनपर्छ के बा म के सेउसी छैन र म के छैन र त्यस्तो के सेउसी मेकअप सेकअप त्यो फेसन सेसनै गर्नुपर्छ त हेर्दै केटा मान्छेलाई झल्झल्दी बोलेको चाहिन्छ के होइन भित्र जे होस् होस् मतलब भएन होला तर बाहिर चाहिँ केटा मान्छेलाई झर्लक्क बोलेको चाहियो अहिले अस्ति भन्नुपर्छ त भेना अहिले पहिले भन्नुपर्छ ब्युटी पार्लरमा जाने सेउसी हुने आजकल त केटाहरूलाई त 2 आनाको शरीरमा 4 आनाको टालो लाको कपडा लाको केटी मन पर्छ कि आजकलकालाई त्यो राम्रो लुङ्गी लाउने केटी मान्छेलाई त कसैले पनि हेर्दैन यार त्यसो भए लुङ्गी खोलेर बसेर अब अर्कै लाउनु पर्यो लुङ्गी खोलेर बस्छु ल डबल ट्याप गरौँ न खोइ यहाँ 25 फुल माग्दा पनि 25 फुल दिने मान्छे छैन हो बिचरा म बोलिन बोल्नु ए मौका बोल्नु नहीं म बोलिन नहीं इनफ म बोलिन यार म बोलिन हजुर यार बोल्नु न भेना म बोलिन यस्तो मौका फर्केर आउँदैन के अरे बोल्नु न बोली बन्द गरिदियो के तिमीले मेरो म बोलिन यार कहाँ हो पाडघर लाउरे साउरे खोज्या हो कि चाउरे खोज्या बाबा मलाई जस्तो भयो नि हुन्छ के जस्तो पनि मतलब के त्यो चिहानबाट गरेको लास निकाल र आम्मा तिम्रो लागि जस्तो पनि हुन्छ चिहानबाट मरेको लास नि त्यसले काम गर्छ र त्यसले काम गर्छ मरेको त आफै त मर्यो प्यारी समझ गई तिमीलाई चाहिँ के काम गर्दैछ नि चाहियो तिमीलाई भनेको कुरो के काम गर्नु त अब तपाईले काम गर्नु हुँदैन त्यस्तै काम गर्ने मान्छे चाहियो के को समझ रहे हो ना म बोल्दै बोलिन यार म बोलिन तपाईले काम गर्नु हुँदैन त्यसो भए केही काम गर्नु हुँदैन
त्यो मरे मान्छेले भन्दा काम गर्छ, सुत्ने काम गर्छ यार। मरेको मान्छे त आयो त मरेको भयो त अनि के काम बुझ्न सकेन क्या मैले। के काम हो भने? काम कस्तो काम हुन्छ त अब आफूले के काम गर्नुहुन्छ त्यस्तै काम गर्ने लु होइन हामीले काम नगरेको त 6-7 महिना भयो। खत्म हामी टिकटकमै छन् के रे बा? बाय बाय टाटा गुड बाय गया हामीले काम नगरेको छ। मेरो मतलब न तेरो मतलब बुझिसके मैले के को आज हामी त 5-6 महिना भयो काम नगरेको, टिकटकमा यस गरेर बसिरहम। बुझिसके कখন पुस्नु भयो भन्नु त 6-7 महिना भयो रे कति बोलेकी छ ए के बोल्छ यार? खत्म मैले भनेको टिकटकमा भाइरल भयो के रे, टिकटकमा लाइभ बसिरहेको छम के 6-7 महिना भयो त काम नगरेको भनेको। मैले तिमी उल्टे सोच, तिम्रो दिमाग धेरै फास्ट चल्छ ल। के गर्न त म यस्तो ट्यालेन्ट छु त अनि भेना ट्यालेन्ट छु त अनि स्पेलिङ भन त। स्पेलिङ के स्पेलिङ सोध्नुहुन्छ त मास्टर हो र ल साली म गएँ ल। जाने शुभ यात्रा दिनदा बुझ्नु पर्छ। बाबा ल पछि आउँछु ल। के छ हौ साली? हेर्नु त के छ होला मेरो ए हेर्नु न के छ होला कहाँ? हेर्नु के छ होला त अब तिम्रो श्रीमानले हेर्ने होला नि, हामीले कहाँ हेर्ने हो र? पोइ भए पो हेर्छ त नि मेरो बिहे नै भएको छैन हजुर मेरो बिहे नै भएको छैन कि मेरो पोइ छ जस्तो लाग्छ तपाईँलाई र पोइ भएन भने हामीले हेर्न मिल्दैन के? किन मिल्दैन हेर्नमा के हुन्छ र छुन पो भएन र हेर्न त मिल्छ अर्काको छोरी चेली छुँदै हिँड्ने हेर्नलाई पाइन्छ छुनलाई पाइन्न भन्छ त भेना हो त्यही हो कि होइन के ठक्केरीमा हामी त चस्मा लाएर हेर्छौँ के? खुल्ला खाले हेरे कमजोर होला चस्मा लगाएर हेर्नु के हेर्नु भनेको तिमीलाई के हेर्ने मैले? हेर्नु न हेर्नु के हेर्न मन लाग्छ हेर्नु तिमी रड्डी कुरा गर्न मिल्दैन के के भएन आँखा हेर्न मन लाग्छ कि नाक हेर्न मन लाग्छ कि चाना हेर्न मन लाग्छ कि हेर्नु न भनेको यी अनि त हेर्न त के मन लाग्ला के त पाइन के? पाइन के त्यस्तो कुरो हो? हजुर हेर्न मिल्दैन होला हेर्नु के हेर्नु फेरि उ यो हेर्न मैले हेर्नु भनेपछि के हेर्न मिल्दैन होला हजुर 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 ए भेना के छ त हाल खबर ठिक छ बा आफ्नो भन्नु बा। हे मेरो त के गर्नु भेना यस्तै छ के भयो साली किन हो चिन्ता लिएको बाबा? के गर्नु भेना के गरौँ जवानी खेर गयो हो साली के होस् त बुढेसकालमा यति बेलामा त हो 2-3 बच्चा बच्ची पाएर बस्ने बेला भएको छ हौ लाखे। के गर्नु त भेना पोइ नै पाइन्न त ए तिमी आँट्नु पर्छ पोइ त हो बाटोमा आउँछ हौ लाखे। ए बाटोमा पनि कुम्ला तयार पार्दै जान्छु बच्चु आउँदैनन् किन हो कुम्ला तयार पार्ने हो सोल्टिना? जग्गे पो तयार पार्न पर्छ बिहा गर्नको लागि त कुम्ला तयार पार्ने थोडी हुन्छ र बा? कुम्ला सुम्ला लगे पो लाउने होला त भेना नत्र कसले दिने? ए कस्तो केटा चाहियो भन हो सोल्टिना, म त गुगलमा खोलिदिन्छु। गुगलमा तपाईँ जस्तै चाहिएको छ भेना। फेरि संसारमा एक मात्र मास्टरपिस त म हो बा। म जस्तो त पाइन हो, मलाई पाउने कोसिस नगर, म त जन्मिसकेँ। जन्मिसके के जस्तो भैँसीले रागो खोजे जस्तो किन हो साइलले यस्तो भेना खोज्दै हिँड्ने? के गर्नु त सालीले भेडा खोज्छ भैँसीले रागो खोज्छ अनि के अरे पोथीले भाले खोज्छ बाख्राले बोका खोज्छ नि सबैले। नेता जनताले भात बट्नीमा बियर खोज्छ, के गर्नु फालफुल खोज्छ बा, केताउरो गर्नु त बा।
आज त साह्रै मुसुक्क खुसी भएर आएकी छ हो साली के हो लाखे यस्तो यो खुसीको श्रेय के हो लाखे जे पनि हुन सक्छ भेना जे पनि सालीले खोजेको चाहिँ के हो अहिलेसम्म बुझ्न सकिएन हौ म त मैले खोजेको किन बुझ्न नसक्नु भएको पोइ खोजिरहेको छु पोइ तिम्रो पोइ खोइ हो साली तिम्रो पोइ खोइ तिम्रो जिन्दगी नै आधा जिन्दगी गयो हो साली गाउँमै बसेर क्यार नि हो पोइ पाउँदैन भनेछ तिम्रो पोइ खै तपाईँको पो जोइ छ र मेरो पोइ छ र भने मान्छे त नाम्री सकेर किन पाएन खोइ त किन पाउँदिन यहाँ एउटाले फुटे आँखाले हेर्दैन त अनि तेरी माटोको फुटेको आँखा थोडी हेर्छ आँखै फुटेपछि थोडी हेर्छ यार डबल ट्याप गरौँ कि खोइ के डबल ट्यापै नगरेन केटा मान्छेलाई त नाम्री च्वाक केटी मनपर्छ कि यसो कहिले काहीँ मेकअप गर्ने ब्युटी पार्लर धाउने हो के बा राम्रो त राम्री छौ त्यही पनि आजकल केटा मान्छेलाई सेउसी केटी मनपर्छ के बा म के सेउसी छैन र म के छैन र त्यस्तो के मेकअप सेकअप त्यो फेसन सेसनै गर्नुपर्छ त हेर्दै केटा मान्छेलाई झल्झल्दी बोलेको चाहिन्छ के होइन भित्र जे होस् मतलब भएन होला तर बाहिर चाहिँ केटा मान्छेलाई झर्लक्क बोलेको चाहियो अहिले अस्ति भन्नुपर्छ त भेना अहिले पहिले भन्नुपर्छ ब्युटी पार्लरमा जाने सेउसी हुने आजकल त केटाहरूलाई त 2 आनाको शरीरमा 4 आनाको टालो लाको कपडा लाको केटी मनपर्छ कि आजकलकालाई त्यो राम्रो लुङ्गी लाउने केटी मान्छेलाई त कसैले पनि हेर्दैन यार त्यसो भए लुङ्गी खोलेर बसेर अब अर्कै लाउनु पर्यो लुङ्गी खोलेर बस्छु ल डबल ट्याप गरौँ न खै यहाँ 25 वटा फुल माग्दा पनि 25 वटा फुल दिने मान्छे छैन हौ बिचरा म बोलिन ए मौका बोल्नु नहीं मैं बोली ना नहीं बोल्नु के बोल्नु नहीं इनफ म बोलिन यार म बोलिन अरे यार बोल्नु न भेना म बोलिन यस्तो मौका फर्केर आउँदैन के अरे बोल्नु मेरो बोली बन्द गरिदियो के तिमीले मेरो म बोलिन यार कहाँ हो पाडघर लाउरे साउरे खोज्या हो कि चाउरे खोज्या बाबा मलाई जस्तो भयो नि हुन्छ के जस्तो पनि मतलब के त्यो चिहानबाट गरेको लास निकाल राम तिम्रो लागि जस्तो पनि हुन्छ चिहानबाट मरेको लास नि त्यसले काम गर्छ र त्यसले काम गर्छ मरेको त आफै त मर्यो प्यारी समझ गई के काम गर्ने तिमीलाई भने के अरे तिमीलाई चाहिँ के काम गर्छस् भने चाहियो तिमीलाई भनेको कुरो के काम गर्नु त अब तपाईले काम गर्नु हुँदैन त्यस्तै काम गर्ने मान्छे चाहियो के को समझ रहे हो ना म बोल्दै बोलिन यार म बोलिन अनि तपाईले काम गर्नु हुँदैन त्यसो भए केही काम गर्नु हुँदैन त्यो मरे मान्छेले पनि काम गर्छ सुत्ने काम गर्छ यार मरेको मान्छे त आफै त मरेको भयो त अनि के काम बुझ्न सकेन क्या मैले के काम हो भने काम कस्तो काम हुन्छ त अब आफूले के काम गर्नुहुन्छ त्यस्तै काम गर्ने लु हैन हामीले काम नगरेको त 6-7 महिना भयो खत्म हामी टिकटकमै छन् के रे बा बाय बाय टाटा गुड बाय गया हामीले काम नगरेको छ मेरो मतलब न तेरो मतलब बुझिसके मैले केको आज हामी त 5-6 महिना भयो काम नगरेको टिकटकमा यस गरेर बसिरहम बुझिसके ककुन पुस्नु भयो भन्नु त 6-7 महिना भयो रे कति बोलेकी छ ए के बोल्छ यार खत्म मैले भनेको टिकटकमा भाइरल भयो के रे टिकटकमा लाइभ बसिरहेको छम के 6-7 महिना भयो त काम नगरेको भनेको मैले तिमी उल्टे सोच तिम्रो दिमाग धेरै फास्ट चल्छ ल के गर्न त म यस्तो ट्यालेन्ट छु त अनि भेना ट्यालेन्ट छु त अनि स्पेलिङ भन त स्पेलिङ के स्पेलिङ सोध्नुहुन्छ त मास्टर हो र ल साली म गए ल जाने शुभ यात्रा बाबा ल पछि आउँछु ल के छ साली हेर्नु त के छ होला मेरो हेर्नु न के छ होला हेर्नु के छ होला
त अब तिम्रो श्रीमानले हेर्ने होला नि, हामीले कहाँ हेर्ने हो र? पोइ भए पो हेर्छ त नि। मेरो बिहे नै भएको छैन। हजुर मेरो बिहे नै भएको छैन कि मेरो पोइ छ जस्तो लाग्छ तपाईँलाई? र पोइ भएन भने हामीले हेर्न मिल्दैन के? किन मिल्दैन? हेर्नमा के हुन्छ र? छुन पो भएन र, हेर्न त मिल्छ। अर्काको छोरी चेली चाहिँ छुँदै हिँड्ने जस्तो म हेर्नलाई पाइन्छ, छुनलाई पाइन्न भन्छ त भेना हो, त्यही हो कि? होइन के ठ्याक्केरीमा हामी त चस्मा लाएर हेर्छौँ के? खुल्ला आँखाले हेरे कमजोर होला, चस्मा लगाएर हेर्नु। अरे के हेर्नु भनेको तिमीलाई के हेर्नु मैले? हेर्नु न, हेर्नु हेर्नु, के हेर्न मन लाग्छ हेर्नु। तिमी रड्डी कुरा गर्न मिल्दैन के भएन के भेना? आँखा हेर्न मन लाग्छ कि नाक हेर्न मन लाग्छ कि चाना हेर्न मन लाग्छ कि? हेर्नु न भनेको यी। अनि त हेरेर के मन लाग्ला के त पाइन के? पाइन के त्यस्तो कुरो हो? हजुर हेर्न मिल्दैन होला। हेर्नु के हेर्नु? फेरि यो हेर्न मैले हेर्नु हेर्नु भनेपछि के हेर्न मिल्दैन होला? हजुर 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 ए भेना के छ त हाल खबर? ठिक छ बा, आफ्नो भन्नु बा। हे मेरो त के गर्नु भेना, यस्तै छ। के भयो साली, किन हो चिन्ता लिएको बाबा? के गर्नु भेना, के गरौँ? जवानी खेर गयो हो साली, के होस् त बुढेसकालमा यति बेलामा त हो 2-3 बच्चा बच्ची पाएर बस्ने बेला भएको छ हौ लाखे। के गर्नु त भेना, पोइ नै पाइन्न त। ए तिमी आँट्नु पर्छ, पोइ त हो बाटोमा आउँछ हौ लाखे। ए बाटोमा पनि कुम्ला तयार पार्दै जान्छु, बच्चु आउँदै आउँदैनन्। किन हो कुम्ला तयार पार्ने हो सोल्टिना? जग्गे पो तयार पार्न पर्छ बिहा गर्नको लागि त, कुम्ला तयार पार्ने थोडी हुन्छ र बा? कुम्ला सुम्ला लगे पो लाउने होला त भेना, नत्र कसले दिने? ए कस्तो केटा चाहियो भन हो सोल्टिना, म त गुगलमा खोलिदिन्छु। गुगलमा खोलिदिन्छु। तपाईँ जस्तै चाहिएको छ भेना। तेरी संसारमा एक मात्र मास्टरपिस त म हो बा। म जस्तो त पाइन हो, मलाई पाउने कोसिस नगर, म त जन्मिसकेँ। जन्मिसके के जस्तो भैँसीले रागो खोजे जस्तो, किन हो साइलले यस्तो भेना खोज्दै हिँड्ने? के गर्नु त, सालीले भेडा खोज्छ, भैँसीले रागो खोज्छ, अनि के अरे पोथीले भाले खोज्छ, बाख्राले बोका खोज्छ, खोज्छ नि सबैले। नेता जनताले भातबट्टीमा बियर खोज्छ, के गर्नु? फालफुल खोज्छ बा, केताउरो गर्नु त बा। आज त साह्रै मुसुक्क खुसी भएर आएकी छ हो साली, के हो लाखे यस्तो? यो खुसीको श्रेय के हो लाखे? जे पनि हुन सक्छ भेना, जे पनि। सालीले खोजेको चाहिँ के हो अहिलेसम्म बुझ्न सकिएन हौ म त। मैले खोजेको किन बुझ्न नसक्नु भएको? पोइ खोजिरहेको छु। पोइ तिम्रो पोइ खोइ हो साली, तिम्रो पोइ खोइ, तिम्रो जिन्दगी नै आधा जिन्दगी गयो हो साली, गाउँमै बसेर क्यार्ने हो। पोइ पाउँदैन, पोइ पाउँदैन भने चाहिँ तिम्रो पोइ खै, तिम्रो पोइ खै। तपाईँको पो जोइ छ र, मेरो पोइ छ र? भने मान्छे त नाम्री छ किन पाएन? खोइ त किन पाउँदैन, यहाँ एउटाले फुटे आँखाले हेर्दैन त। अनि तेरी माटोको फुटेको आँखा थोडी हेर्छ, आँखै फुटेपछि थोडी हेर्छ यार। डबल ट्याप गरौँ कि खोइ के अन्त डबल ट्यापै नगरेन। केटा मान्छेलाई त नाम्री नाम्री चुवा केटी मनपर्छ कि यसो कहिले काहीँ मेकअप गर्ने, ब्युटी पार्लर धाउने हो के बा? राम्रो त राम्री छौ, त्यही पनि आजकलका केटा मान्छेलाई सेउसी सेउसी केटी मनपर्छ के बा? म के सेउसी छैन र? म के छैन र त्यस्तो? के सेउसी मेकअप सेकअप त्यो फेसन सेसनै गर्नुपर्छ त, हेर्दै थाहा। केटा मान्छेलाई झल्झल्दी बोलेको चाहिन्छ के? होइन भित्र जे होस् होस् मतलब भएन होला, तर बाहिर चाहिँ केटा मान्छेलाई झर्लक्क बोलेको चाहियो। अहिले अस्ति भन्नुपर्छ त भेना, अहिले पहिले भन्नु पर्छ। ब्युटी पार्लरमा जाने, ब्युटी पार्लरमा जाने सेउसी हुने। आजकल त केटाहरूलाई त 2 आनाको शरीरमा 4 आनाको टालो 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 लाएको कपडा लाएको केटी मन पर्छ कि आजकलकालाई? त्यो राम्रो लुङ्गी लाउने केटी मान्छेलाई त कसैले पनि हेर्दैन यार। त्यसो भए लुङ्गी खोलेर बसेर अब अर्कै लाउनु पर्यो। लुङ्गी खोलेर बस्छु।
ल डबल ट्याप गरौँ न खै यहाँ 25वटा फुल माग्दा पनि 25वटा फुल दिने मान्छे छैन हो बिचरा म बोलिन बोल्नु बोल्नु यही हो मौका बोल्नु नहीं मैं बोली ना नहीं बोल्नु के बोल्नु नहीं इनफ मैं बोली ना यार मैं बोली ना हत्तेर यार बोल्नु न भेना मैं बोली ना यस्तो मौका फर्केर आउँदैन के अरे बोल्नु न तिमीले बोली बन्द गरिदियो क्या तिमीले मेरो म बोली ना यार कहाँ हो पाडघर हाँ लाउरे साउरे खोज्या हो कि चाउरे खोज्या बाबा मलाई जस्तो भयो नि हुन्छ के जस्तो पनि मतलब के त्यो चिहानबाट गरेको लास निकाल र आम्मा तिम्रो लागि जस्तो पनि हुन्छ चिहानबाट मरेको लास नि त्यसले काम गर्छ र त्यसले काम गर मरेको त आफै त मर्यो प्यारी समझ गई अरे के काम गर्ने त्यहाँ तिमीलाई भने के अरे तिमीलाई चाहिँ के काम गर्दैछ नि चाहियो तिमीलाई भनेको कुरो के काम गर्नु त अब तपाईले काम गर्नु हुँदैन त्यस्तै काम गर्ने मान्छे चाहियो के को समझ रहे हो समझ रहे हो समझ रहे हो ना म बोल्दै बोलिन यार म बोलिन अनि तपाईले काम गर्नु हुँदैन त्यसो भए केही काम गर्नु हुँदैन त्यो मरे मान्छेले भन्दा काम गर्छ सुत्ने काम गर्छ यार मरेको मान्छे त आफै त मरेको भयो त अनि के काम बुझ्न सकेन क्या मैले के काम हो भने काम कस्तो काम हुन्छ त अब आफूले के काम गर्नुहुन्छ त्यस्तै काम गर्ने लु हैन हामीले काम नगरेको त 6-7 महिना भयो खत्म हामी टिकटकमै छन् के रे बा बाय बाय टाटा गुड बाय गया हामीले काम नगरेको छ मेरो मतलब न तेरो मतलब बुझिसके मैले ठिक हो आज हामी त 5-6 महिना भयो काम नगरेको न टिकटकमा यस गरेर बसिरहम बुझिसके कुन पुस्नु भयो भन्नु त 6-7 महिना भयो रे कति बोलेकी छ ए के बोल्छ यार खत्म मैले भनेको टिकटकमा भाइरल भयो के रे टिकटकमा लाइभ बसिरहेको छम के 6-7 महिना भयो त काम नगरेको भनेको मैले तिमी उल्टा सोच तिम्रो दिमाग धेरै फास्ट चल्छ ल के गर्न त म यस्तो ट्यालेन्ट छु त अनि भेना ट्यालेन्ट छु त अनि स्पेलिङ भन त स्पेलिङ के स्पेलिङ सोध्नुहुन्छ त मास्टर हो र ल साली म गए ल जान शुभ यात्रा बुझ्नु पर्छ बाबा ल पछि आउँछु ल